and namaste everyone, welcome back to my channel. आज चाहिँ हामी एकदम खुसी छौँ हैन हामी चाहिँ अहिले मम्मी बाबालाई लिन जाँदैछौँ एयरपोर्टमा ल्यान्ड हुन लागिसक्यो हामी अझै त्यो बाहिरै छौँ अब चाहिँ मैले यहाँ अलिकति भोइस ओभर राख्दैछु फाइनली हामी एयरपोर्ट आइसक्यौँ हामी खोज्दैछौँ हामी चाहिँ यहाँनिर कुर्दा कति आधा घन्टासम्म पनि बाबा मम्मी आउनु भएन अनि खोज्दैछौँ कि हामी यतातिर बस्नुभएछ कि हामी ढिला आइपुग्यौँ भनेर अहिले चाहिँ हामी घर जाँदैछौँ मम्मी बाबालाई लिएर कस्तो लागिरहेछ यो के खुसी रमाइलो भएछ रमाइलो अनि आएर खाना खाएर एकछिन रेस्ट गरिसकेपछि चाहिँ हामी अहिले यहाँ मेरो बायोमेट्रिक थियो अनि त्यही जाँदैछौँ सबैजना त्यहाँ मम्मी अगाडि बस्नुभएछ हाई गर्नु भन्दैछु मैले चाहिँ हाई भन्दै हुनुहुन्छ मम्मीले थकित देखिनु भएको छ अहिले चाहिँ हामी यहाँ पुगिसक्यौँ पानी परिरहेको थियो त्यही भएर मम्मी बाबा निशान चाहिँ पार्कतिर जानुभयो मम्मीहरू चाहिँ यहाँ जानुभएको रहेछ मेरो त्यहाँ काम थियो काम सकिन्जेलसम्म चाहिँ निशानले यहाँ ल्याउनु भएको रहेछ अब म त्यहाँ जाँदैछु पानी परिरहेछ यस्तो त्यहाँनिर हो हेर्दैछु पानी परिरहेछ के गर्नु गाइसहरू पानी परिरहेछ त्यही पनि मलाई चाहिँ केही बस्न सक्दैन घाम पानी हावाहुरी बतास कापोहरू बनिनुपर्छ मेरो काम सकेर म मम्मी बाबालाई निशानलाई भेटिसकेँ अनि यहाँ हिँड्दैछौँ मम्मीलाई जिस्काउँदैछु मजा आउँछ कि जिस्काउन अनि यहाँ हामी यो सनहरू हेऱ्यौँ मम्मी बाबा इन्जोय गर्दै हुनुहुन्थ्यो 2-3 घन्टा ननस्टप पानी परिसकेपछि चाहिँ एकछिन घाम लागे जस्तो भइरहेको थियो अनि त्यही भएर हामी नजिकको पार्कमा घुम्दैछौँ होइन अनि मैले चाहिँ मम्मी बाबालाई जिस्काउँदैछु निशान अगाडि हिँड्नुभएको थियो अनि त्यति नै घुम्यौँ त्यही पार्कमा गयौँ मम्मीलाई चाहिँ त्यो मुखमा घाउ भएको भएर हामी छिटै घर फर्किने भनेको थियौँ अनि यहाँ परेवाहरू हेर्दै हुनुहुन्थ्यो मम्मी बाबाले यहाँ निशानले चाहिँ मम्मीलाई मुखमा घाउ कसरी औषध लगाउने भनेर सिकाउँदै हुनुहुन्थ्यो अनि यहाँ बसेर हामीले निम्किन खायौँ अनि घर गयौँ आजको दिन यसरी नै बित्यो